नमस्ते, नेपाल स्पोर्ट्स फ्यान क्लबमा स्वागत छ। हिजो भर्खर T20 वर्ल्ड कपको लागि इन्डियन स्क्वाड एनाउन्समेन्ट भएको छ। इन्डियन स्क्वाडबाट शुभमन गिल जो भाइस क्याप्टेन थिए उनलाई चाहिँ टिमबाट हटाइएको छ। शुभमन गिल चाहिँ टेस्ट र वानडे टिमका पनि क्याप्टेन हुन्। शुभमन गिललाई हटाउँदाखेरि वर्ल्ड क्रिकेटमा निकै चर्चा भएको छ। शुभमन गिलको यो एक्सक्लुसनप्रति मिक्स फिलिङ छ। कोही सेलिब्रिटी र एक्स क्रिकेटरहरूले चाहिँ राम्रै डिसिजन भयो भनेका छन् भने कतिपयले चाहिँ यो गलत डिसिजन भयो। शुभमन गिल चाहिँ उत्कृष्ट ब्याट्सम्यान हुन्, एक्लै टिमलाई जिताउन सक्ने, वर्ल्ड कपमा उनको कमी पक्कै पनि देखिनेछ भनेर पनि भनेका छन्। यो एनाउन्समेन्टपछि इन्डियन टिमका क्याप्टेन सूर्यकुमार यादवले उनको प्रिसेन्ट फर्मले गर्दाखेरि उनलाई एक्सक्लुड गरिएको होइन, खासमा टिम कम्बिनेसनमा म्याच नभएको हुनाले मात्र उनी टिममा नपरेका हुन् भनेर प्रतिक्रिया दिएका छन्। तपाईहरूलाई यो डिसिजन कस्तो लाग्यो? प्रतिक्रिया दिनुहोला। त्यस्तै रिङ्कु सिंह र ईशान किसनले भने 15 मेम्बर स्क्वाडमा आफ्नो पोजिसन सुरक्षित गरेका छन् वर्ल्ड कपको लागि। त्यस्तै हिजो भएको प्रिमियर लिगको खेलमा एस्टन भिल्लाले म्यान्चेस्टर युनाइटेडलाई हराएको छ। एस्टन भिल्ला अहिले 36 पोइन्टसहित लिगको तेस्रो स्थानमा छ भने 26 पोइन्टसहित म्यान्चेस्टर युनाइटेड लिगको 7औं स्थानमा छ। म्यान्चेस्टर युनाइटेडको यो हारप्रति तपाईँहरूको के प्रतिक्रिया छ? पक्कै हामीलाई कमेन्टमा भन्नुहोला। धन्यवाद।